त्यो इन्डिभिजुअल कुरा हो। जस्तो त्यो प्राय मान्छेले जबरजस्ती पानी धेरै खाएको खाइ गरेर आफ्नो अफिसको कामै छोडेर बाथरुम जानुपर्ने, राति सुत्नै नपाउने, त्यस्तो गर्नु पनि पर्दैन, त्यो जरुरत छैन। जरुरत के छ भने पिसाबलाई सफा बनाउनु जरुरत छ। पिसाब चाहिँ यस्तो हुनु पर्यो अथवा हल्का लाइट रङको, लाइट येलो रङकोसम्म भयो भने ठिकै छ। होइन नर्मली कति नै ठ्याक्कै पिसाब हुनुपर्छ भने पनि भएन, उसको त्यो पिसाब चाहिँ सफा भयो भने पुग्यो। त नर्मली भन्दाखेरि हामीले खाना खान्छौँ नि, खाना खान्छौँ त्यसमा पानी हुन्छ, हाम्रो खाने खाएको कुरामा प्रशस्त पानी हुन्छ। हामीले कुन कुन कुरा खाना खाइरहेछौँ त्यो पनि याद गर्नु पर्यो र हामीले कस्तो मौसममा छौँ त्यो याद गर्नु पर्यो। अब गर्मीको मौसममा अलिक बढी पानी पिउनु पर्यो, पसिनामा पानी गइरहेछ होइन, जाडोमा अलिकति कम पिए पनि भयो, त्यो कुरा याद गर्नु पर्यो। नर्मली भन्दाखेरि चाहिँ नर्मली भन्दा ठ्याक्कै भन्न चाहिँ अब अराउन्ड 2 लिटर जस्तो पिसाब साधारण मान्छेले 1.5 लिटर 2 लिटर पिसाब पानी खायो भने पुग्छ नर्मली। तर बार बार ढुङ्गा बन्ने खालको मान्छे छ भने त्यसले अलिक बढी पानी पिउनुपर्छ। बार बार पिसाबको इन्फेक्सन भइरहेछ त्यो मान्छेले अलिक बढी पिउनुपर्छ होइन। अब भनौँ न कोही मान्छेलाई ढुङ्गा बनेको बने अहिले बन्यो, फेरि अर्को वर्ष बन्यो, अर्को वर्ष बन्यो, त्यो मान्छेहरूले चाहिँ नर्मली त्यो 1.5 लिटर 2 लिटर पानी खाएर भएन, उनीहरूले चाहिँ कमसेकम 1 लिटर जस्तो उनीहरूले अरू मान्छेभन्दा बढाउनु पर्यो। अनि अर्को पिसाबको इन्फेक्सन भएको भए मान्छेले चाहिँ अरू मान्छेले भन्दा, साधारण मान्छेले भन्दा 1.5 लिटर जस्तो बढी पानी पिउनु पर्यो।